भोजन शयन विधि हेर्नु त कति कुरा बताएको छ क्या हाम्रो शास्त्रले। अचम्म लाग्नुपर्ने कुरा अवस्था छ। यति यति सूक्ष्म, कुल्ला कसरी गर्ने, टोयलेट कसरी जानेदेखि लिएर खाने कसरी, सुत्ने कसरी पनि सबै धर्म छोडेको कारणले गर्दाखेरि त भने हामी भएको, हामीलाई विभिन्न प्रकारका रोगहरू लाग्नेदेखि लिएर हरेक प्रकारका चाहिँ समस्याहरू, तनावहरू आएको। खान पनि कसरी बताएको छ। अनि यसरी खाओस् त ल, कुन व्यक्ति चाहिँ रोगी हुनुपर्छ। धौत या संक्षिप्त भोजन विधि होइन, खाने तरिका। सोत्तरियम धौतम वस्त्रम परिधाय, धौतम भनेको धोती, धोएको वस्त्र लगाएर है। धौतम वस्त्रम परिधाय, धोती धोती धोएको धोती वस्त्र लगाएर। हस्तौ पादौ प्रक्षाल्य, हात गोडा धोएर। खाना खान जाने बेला हात गोडा धुनुपर्छ, सब गोडा पनि धुनुपर्छ। शुद्धासने भनेको खाना खाँदाखेरि जहाँ पाए त्यहीँ बस्ने। अब अहिले जसले ठाउँमा बस्न पाए भयो, कोही उठी उठी खाइदिन्छन्। अनि त अनेक प्रकारका समस्याहरू पनि बढ्दै गयो। खानेकुरा हरेक कुरा कसरी जोडेर गएको छ। शुद्धासने उपविश्य, खाने आसन पनि शुद्ध हुनु पर्यो, जस्तो भए त्यसमा बसेर भएन। खाँदाखेरि पनि पूर्वतिर फर्केर नै खानु राम्रो, दक्षिणतिर फर्केर खानु हुँदैन, पश्चिमतिरलाई पनि त्यति राम्रो मान्दैन। अब घरमा वरिपरि खाँदा, अब अहिले त टेबलको चलन आयो होइन, त्यस्तो नहुँदा वरिपरि गोलो भएर बस्दाखेरि चाहिँ त्यो दोष मानिँदैन। नत्र सामान्यतया दक्षिणतिर फर्केर खानु हुँदैन, पश्चिमतिर पनि त्यति राम्रो मानिँदैन। पूर्व नै हो सबैभन्दा राम्रो, उत्तर पनि ठिकै मानिन्छ, राम्रै मानिन्छ है। अनि ल म्युट गरिदिनु पर्यो राजनजी, तपाईँले कसको। अनि अब प्राङ्मुख उपविश्य, पूर्वतिर फर्केर बसेर आसम्य आसमन गरी भोजन पात्रे अन्नम परिवेश, भोजन थालमा चाहिँ अन्न पस्किएर दिनु, मान्छे बसेपछि दिनु। हाम्रो पुरानो चलन नि त्यही त हो नि होइन। मान्छे बसिसकेपछि अनि लगाएर पानी राखिदिने, अनि बल्ल थाल दिने, त्यस्तो चलन गर्नु पर्ने। अनि त्यसमा औषधि हाल्नुपर्छ। यहाँ भन्यो ओम यथा चक्रायुधो विष्णु त्रैलोक्यम परिरक्षति, एवं मण्डल भस्मै तत् सर्वभूतानि रक्षतु। जसरी भगवान विष्णुको चक्रले त्रैलोक्यम परिरक्षति, तीनै लोकको रक्षा गर्दछ, त्यसै गरी यो मण्डल भस्मै तत्, यो मैले मण्डल बनाएको भस्मले खरानीले पनि बनाउन मिल्छ, पानीले पनि। अब सजिलो चाहिँ पानी हुने भएको हुनाले पानी गर्छौँ हामी होइन, दुइटै मिल्छ। यो मण्डलले पनि त्यसै गरी सबै प्राणीहरूबाट मेरो रक्षा गर्छ। त्यो पनि विज्ञान हो भने त्यो औषधि हाल्दाखेरि त्यो एउटा आफ्नो एरिया, कोर एरिया छुट्याइयो, थाल राख्ने है। अब लिपोत गरेको ठाउँमा हुनुपर्छ। अब औषधि हालेर पानीले भिजाएपछि, खरानी राखिसकेपछि आएका त्यहाँका कीटाणुहरू छन् भने बाह्र जान्छन् भन्ने मान्यता पनि होला। अनि खाना आएका छन् भने उनीहरूलाई औषधि हाल्ने भनेर विभिन्न भूतहरूलाई भूपतये स्वाहा, भुवनपतये स्वाहा, भूतानाम पतये स्वाहा, चित्राय स्वाहा, चित्रगुप्ताय स्वाहा भनेर चढाइन्छ नि त पञ्चका, यी सबैलाई अब चढाइयो होइन। आधुनिक हिसाबले हेर्ने हो भने पनि त्यो यदि कोही आयो भनेदेखि उनीहरू त्यो खाएर बस्छन्, त्यति दिनसम्म आफूले खाइसकिन्छ भन्ने एउटा त्यही अर्थ पनि लाग्छ अरे। अब हाम्रा शास्त्रीय मान्यताहरू हेर्ने हो भने त, धार्मिक मान्यताहरू हेर्ने भने त भूपतये स्वाहा, भुवनपतये स्वाहा, यो सबैको मालिकलाई होइन, त्यो आफूले खानुभन्दा अगाडि पहिला अरूलाई छुट्याएर मात्र खानु पर्दछ भन्ने दिएको। अनि यो मन्त्र भनेर चाहिँ औषधि हाल्नु। अनि औषधि हालिसकेपछि यदि मन्त्रण अन्नम परित, अन्नको वरिपरि, थालको वरिपरि जलेन भनेको पानीले, अथवा चतुष्को वा भने भस्मना भनेछ अगाडि, भस्मना भनेको भस्मले खरानीले, अथवा जलेन वा भनेको अथवा पानीले, चतुष्कोण मण्डलम विधाय, चारकुने कोठा बनाउनु। यसलाई पनि विधान चाहिँ के छ भने यहाँ औषधि हाल्दा पनि ब्राह्मणहरूले चाहिँ चारकुने कोठा बनाउनु औषधि हाल्दा, वर्गाकार आयताकार जस्तो औषधि हाल्नु। क्षेत्रीयहरूले त्रिकोण त्रिभुजाकार हाल्नु, मण्डल गोलो चाहिँ वैश्यहरूले हाल्नु, र शूद्रहरूले चाहिँ अव्युक्षण भनेको यसो जल फर्किनु, यसरी हाल्नु भन्ने बताइदिएको छ है। अब यसरी औषधि हालेर अथवा आफ्नो चालचलन के छ त्यही गर्नु भन्न चाहिँ यसो भनेको छ। औषधि चाहिँ हाल्नु पर्यो सबैले। यो मन्त्र पढेर चाहिँ अन्नको स्तुति गर्नु होइन। अब हात जोडिदिनु, अब हामीले त्यो सबै गर्न सम्भव नहोला, कमसेकम अन्न आफूले खानुभन्दा अगाडि आफूले खान लागेको अन्नलाई चाहिँ स्तुति गरेर प्रसन्न मुद्राले भोजन गर्नुपर्छ। त्यसैले चाहिँ हाम्रो प्राण धान्न छ। त्यसै अन्नप्रति कहिल्यै पनि यस्तो उस्तो भनेर त्यो कुविचार नराखिकन खानु छ, यस्तो छ उस्तो रहेछ भनेर चाहिँ खानु हुँदैन, त्यो कसैलाई पनि हुँदैन होइन। तपाईँलाई कसैले भेट्छ भने हेर त कस्तो काले मान्छे रहेछ भनेर तपाईँलाई भन्नु, तपाईँलाई भने चाहिँ ठुलो तपाईँले आपत्ति चाहिँ केही भने, तर तपाईँलाई त किन त लाग्छ यो संसारमा होइन। त्यो अन्न प्राणी तपाईँकै प्राण बचाउनको लागि त्यो अन्नको सृजना भएको छ, त्यही प्रति चाहिँ तपाईँले चाहिँ त्यो कुभावना दुर्भावना राखेर खानु भने त्यो अन्नले तपाईँलाई फाइदा पनि गर्दैन। त्यस कारणले गर्दाखेरि
अन्नमा चाहिँ अन्नलाई स्तुति गरेर यो चाहिँ भगवानको प्रसाद हो, यो खाना पाउनु नै मेरो भाग्य हो भन्ने सम्झेर जस्तो पाइन्छ त्यसलाई चाहिँ खानु भन्छ। त अन्नको स्तुति गर्नु यो वेदको मन्त्र हो। पितुन् स्तोखम महो धर्माणन्त विखिम जस्य प्रीतोभ्यो जसा व्रत्रम विपर्वमर्दय त्यसरी भनिन्छ होइन। हात जोडिदिनु। नमः सम्भवाय यो मन्त्र भन्ने मन्त्रले चाहिँ अभिमन्त्रण गर्नु खानालाई होइन, सिद्ध गर्नु। ओम सत्यन्त्वर्तेन परिसिञ्चामि पदार्थ परिसिञ्चामि अथवा बेलुकालाई चाहिँ बिहानलाई सत्यन्त्वर्तेन परिसिञ्चामि, रातिलाई चाहिँ बेलुकाको भोजनलाई चाहिँ ऋतम त्वा सत्येन परिसिञ्चामि भनेर मन्त्रलाई अभिमन्त्रण गर्नु। यसो जल छर्किनु। त्यसै इति मन्त्रेण जलैन प्रोक्ष भनेको जल अन्नमा त्यो थालमा यसो छर्किनु। तेजस्वी शुक्रमस्य भन्ने यो मन्त्र पढेर इति इति अभिमृश्य आत्मानम अग्निम ध्यायेत् भनेको आफूमा भएको अग्निको ध्यान गर्नु। हाम्रो शरीरमा त्यो अन्नलाई पचाउने पनि त जठराग्नि हो होइन, आगो नै हो। अग्निका प्रकृति फरक हुन्, त्यस कारणले गर्दा आत्मानम अग्निम ध्यायेत् भनेको आफ्नो भित्र रहेको अग्निलाई, त्यो खाना पचाइदिने अग्निलाई ध्यान गर्नु। राम्रोसँग यो अन्न चाहिँ पाचन हो होइन। अब त्यसपछि अनि आउँछ भुइँमा अनि अन्न चढाउनु। पञ्चबली भनेर भन्छ होइन, खास पाँच पटक दिन्छ। यो सर्वेभ्य भूतेभ्य स्वाहा भनेर एउटा थपिदिएको, यो पाँचवटा चाहिँ मुख्य। भूपतये स्वाहा भूमिको मालिकलाई होइन, पृथ्वीको मालिकलाई भुवनपतये भुवनका मालिकलाई, भूतानाम प्राणीहरूका मालिक चित्राय र चित्रगुप्ताय स्वाहा भनेर 5 गाँस बनाउने। औ सर्वेभ्य भूतेभ्य स्वाहा सबै प्राणीहरूको लागि तृप्त हुन् भनेर यो चढाइदिन्छ। चढाइसकेपछि हातमा जल लिने दाहिने हातको हत्केलामा। अनि यो अन्तश्चरति भूतेषु गुहायां विश्वतो मुख त्वं ब्रह्मस्त्वं यज्ञस्त्वं वसत्कारस्त्वं ओङ्कारस्त्वं विष्णु परमं पदम भनेर अमृतोपस्तरणमसि स्वाहा भनेर त्यो जल घुमाएर होइन। त्यो अन्तश्चरण भने अमृतोपस्तरणमसि भन्ने चाहिँ प्राय भन्छन् मान्छेले। यति मन्त्रेण अर्धम जलम भूमौ बल्युपरि भनेको हातमा लिएको त्यो जललाई चाहिँ आधी चाहिँ त्यो अगाडि भूपतय भनेर चढाएको जलमा खसाल्नु आधी जल चाहिँ, र आधी चाहिँ शेषम अर्धम पिबेत आधी चाहिँ पिउनु। त्यो गर्दाखेरि तातो अन्न चिसो पनि भयो होइन, तातो अन्न चढाएको अन्न चिसो पनि भयो। गर्दाखेरि केही अब खान लागेको ठाउँमा केही आएका छन् भने, किटाणुहरू आएका छन् भने त्यतातिर बस्न सक्ने पनि भयो। अनि आफूले त्यो आधा जल पिउँदा चाहिँ त्यसले अलिकति घाँटीले आफूले खोल्ने पनि काम गरे हाम्रो आधुनिक बुझाइले होइन। अब धार्मिक मान्यता त त्यहाँ धेरै कुराहरू छन्। त्यति गरेपछि तत्त्व अन्नम अमृतम ध्यायन, यो अन्न चाहिँ अमृत हो भन्ने सम्झिँदै ध्यान, अमृत हो भन्ने मनन गर्दै गर्दै अमृत आइरहेछ भने मौनीभूत हो होइन, हस्त चापाले आदि रहेछ नबोलिकन, धेरै चञ्चलता नदेखाइकन शान्त चित्तले चाहिँ मुखे पञ्च प्राण आहुति जोयात भनेको मुखमा 5 पटक आहुति दिनु, 5 पटक खानु। पञ्चग्रास खाने त धेरैले गरेका छन् होइन। अनि त्यो खाँदाखेरि ओम प्राणाय स्वाहा, ओम अपानाय स्वाहा, ओम व्यानाय स्वाहा, ओम समानाय स्वाहा, ओम उदानाय स्वाहा यो भनेर 5 ग्रास चाहिँ सुरु खाने गर्दछन्। यो गरिसकेपछि इति पञ्चवीर मन्त्रै, यो 5वटा मन्त्रले खाएको अन्न चाहिँ पञ्चग्रासान भनेको यो 5 ग्रासलाई जिह्वया ग्रसेत, जिब्रोले चाहिँ खानु। दन्तैरे नोपस्पृशेत भनेको दाँतले चाहिँ नछुनु नचपाइनु, सिधै निल्नु, थोरै थोरै खानु। यसरी चाहिँ 5 गाँस निलिसकेपछि अनि त्यसपछि अलि बल्ल खान थाल्नु। खाँदाखेरि पनि खाने तरिका पनि छ। पहिला कुन खाने भन्ने चाहिँ प्राग द्रव रूपम अस्नियान, पहिला चाहिँ रसिलो खानाहरू खानु। त्यो खाइरहेको छैन, अब घाँटी कस्तो छ अवरुद्ध भएको छ कि खोल्नु पर्यो नि त होइन। त्यस कारणले पहिला चाहिँ रसिलो खानु। द्रव रूपम भनेको द्रवित भएको भनेको अलि रसिलो भएको होइन, पानी बढी भएको अलि रसिलो खानु। मध्ये बिचमा चाहिँ कठिनम भन्यो, कठिन भनेको साह्रो फ्राई गरेका कुराहरू खानु पऱ्यो, बिचमा चाहिँ खानु। अनि फेरि अन्तिममा अन्त्य पुनर्द्रवास्या, अन्तिममा फेरि रसिलै खानु। सुरुमा चाहिँ के गर्दै आएको छैन, अन्तिममा चाहिँ दुध भात खाएर हिँड्ने चलन चाहिँ हामीले थाहा पाउँदासम्म थियो, अब अहिले चाहिँ छैन होइन। प्राय द्रव रूपम अस्ने के अरे अन्त्य पुनर्द्रवासी साथ भने अन्तिममा चाहिँ दुध भने रसिलो कुरा खानु भने। अब यो चाहिँ कस्तो अन्नको प्रकृति अनुसारको भयो होइन, रसिलो छ कि सुक्खा छ भन्ने। अब स्वादको आधारमा पनि छ, पहिला कुन खाने पछि कुन खाने भन्ने स्वादको आधारमा पनि यहाँ बताइदिएको छ है। पूर्व मधुरम, हामी चाहिँ ठ्याक्कै उल्टो गर्छौँ। अनि अब हामी विभिन्न सब धेरैले लाने पेटको रोग त्यही भएर हामी चाहिँ अन्तिममा तत्त गुलियो खाएर हिँड्न बाध्य हुन्थ्यो भने जस्तो लाग्छ हामी धेरैले। खाँदा चाहिँ पूर्व मधुरम, पहिला चाहिँ गुलियो खानु सबैभन्दा पहिला। मध्ये लवणाम्लौ भनेको बिचमा चाहिँ नुनिलो र अमिलो चाहिँ बिचमा खानु। पश्चात कटुक तिक्तादिन दिकान भनेको अन्तिममा चाहिँ पिरो र तितो चाहिँ खानु।
कति खाने चाहिँ यथा सुखम भन्छ, आफूले कति खान सकिन्छ त्यति खानु। एवं यथा रुचि भुक्ता भनेको आफ्नो रुचि अनुसार यति खाँदा चाहिँ मलाई ठिक्क हुन्छ भन्ने आफ्नो अड्कलले त्यति आफ्नो रुचि अनुसार खाइसके भुक्त शेषम अन्नमा आदाय, बाँकी रहेको अन्न लिएर चाहिँ होइन, भुक्त शेष खाएर बाँकी रहेको। पहिला पहिला खाएर बाँकी राख्थे नि थालमा, त्यो राख्नै पर्ने हो क्या, पुरै पहालेर चाटचुट पारेर सबै सकेर चाहिँ खानु हुँदैन भन्ने छ होइन। भुक्त शेषम अन्नमा आदाय, बाँकी रहेको अन्नलाई हातमा यसो लिएर मद्भुक्तोच्छिष्ट शेषम ये भुञ्जते पितरोधमा तेषाम अन्नम मया दत्तम अक्षयम उपतिष्ठतु। मैले खाएको यो शेष रहेको यो उच्छिष्ट जुठो चाहिँ जो अधम पितृहरू छन्, जो निजभन्दा निज भएर बसेका छन् होइन, हरेक प्रकृतिका पो छन् त यो ब्रह्माण्डमा, हरेकमा जस्तो मान्छेमा पनि सज्जन दुर्जन अनि मध्यम भएको जस्तै अब जस्ता पितृहरूमा पनि त्यस्ता हुन्छन्, प्रेतहरूमा पनि त्यस्ता हुन्छन् विभिन्न प्रकारका होइन। ती अधम पितृहरूको लागि भनेर यो मैले दिएको छु, तिनीहरू चाहिँ यो खाएर तद्दत्तम अक्षय उपतिष्ठित, उनीहरू चाहिँ तृप्त हुन्, त्यस्ता प्राणीहरूको पनि कल्याण। यति यति पितृतीर्थेन भूमौ दत्ता भनेको पितृतीर्थले भनेको त्यो अलिक जुठो चाहिँ अलिकति भुइँमा छोडिदिनु भने। अनि हस्ते जलमादाय, हातमा जल लिएर होइन, हातमा जल लिएर अमृत पिधानमसि स्वाहा भनेर त्यो हातमा लिएको जल आदि पिउनु। आदि पिइसकेपछि अगाडि चाहिँ हामीले खानुभन्दा अगाडि चाहिँ आदि भुइँमा छोडेर आदि चाहिँ बाँकी खाथ्यौँ। यहाँ चाहिँ अब अन्तिममा खाइसकेपछि पहिला चाहिँ आदि खानु, अनि त्यसपछि बाँकी रहेको आदि चाहिँ इति अर्धम पित्त, अनि बाँकीलाई चाहिँ रौरवे पूय निलये अर्थे पद्मार्बुद निवासिनाम अर्थेनाम सर्वभूतानाम अक्षयम उपतिष्ठतु। विभिन्न रौरव आदि गरेका विभिन्न नरकहरूमा बसेका होइन, वर्षौँ वर्ष हजारौँ करोडौँ वर्ष जति बसेका त्यस्ता पापात्मा जीवहरू छन्, ती सबैलाई जसले पान गरेर तिनीहरू पनि तृप्त हुन् भनेर त्यो जल दिने त्यस्ताको लागि भनेर आदि पिएर आदि चाहिँ त्यो अगाडि छोड्नु भनेको। अन्तिममा थालमा जल घुमाउने अहिले अब गर्नेहरूलाई त्यो थाहा छ, भन्ने के थाहा छैन होला होइन। बरु कतिपयले अब यहाँ भनेकै मात्र गर्दैन, जस्तो खाने बेलामा अरू के छैन भने अन्न ब्रह्मा रसो विष्णु भुक्ता देवो महेश्वर भनेर यसरी भन्ने पनि छ, आफ्नो चालचलन अनुसार गर्छन्, गर्छस् गर्न चाहिँ गर्छन्। अब यो आदि छोडिसकेपछि इत्यार्धम भौमौ निक्षिपेत भनेको भुइँमा छोड्नु। त्यसपछि तस्मात् देशात् अपसृत्य, त्यो ठाउँबाट पर हटेर अर्को ठाउँमा गएर गण्डु सलाका देवीर मुखम सोधेर भनेको, गण्डुस भनेको कुल्ला गर्नु र सलाका देवीर भनेको दतिवनहरू लगाएर मुखलाई चाहिँ शुद्ध बनाउनु। खाइसकेपछि दाँत पनि मार्नुपर्छ, धर्मले त कति सिकाएको छ सबै छोडेर पो दुःख मार्छ होइन। अनि केही पनि छैन न त्यस्तो उस्तो भने नगरेर हो, व्यवहारमा चाहिने कुरा सबै भनेकै छ। सक्न त तिमीले कति सक्छौ त्यति गर भनेर त हो नि, नसक्नेलाई त अब जबरजस्ती गर्नुपर्छ भने सक्दाखेरि सकेसम्म गर है, तिम्रै लागि हो, अरूको लागि होइन। आफूले गऱ्यो भने अब यसरी भने अनुसारले खाने हो, शुद्ध वस्त्र लाएर खाने भने अब त्यो यहाँ यसरी भने अनुसारले खाने भने पेटको समस्या कसलाई हुन्छ, अनि त्यो पेटको समस्या खानपिनमा असावधान भएको कारणले लागेका पाइल्सहरू हतपत मान्छेलाई किन लाग्छ। अब त्यो शास्त्रीय नियमलाई छोडेको छ, अनि कसैलाई यो थाहा नै छैन। अब परिवर्तन धर्म परिवर्तन गर्ने भने हिन्दू धर्म त यान त्यान भएको छ, नराम्रो अर्काले जे दिमाग काटेको छ त्यति मात्र भनेको छ, भएका कुरालाई केही देख्दैन। भन्ने त हरेक पक्षलाई संसारमा यस्तो धर्म हो, हरेक विषयलाई यसले समेटेको छ, यसले नसमेटेको भन्ने कुनै क्षेत्रै छैन क्या। टोइलेट जाने नि यसरी भनेर बताएको भनेपछि त अरू कुरा त छोडिदिनुहोस् न। अनि यसरी मुख कुल्ला गरेर दाँत मारिसकेपछि मान्नु भन्यो। अब खानेकुरामा पनि लाग्यो है, घृत पायस दधि सक्तु पलम अदुभ्यो भन्यो होइन। घिउ खिर दही तातो मासु र मह यीदेखि बाहेक अन्यम भोज्यम भनेको अन्य भोजन चाहिँ अन्नम किञ्चित परिशेषयत न सरभोजिष्य, यी बाहेक अरू अन्न चाहिँ पुरै निखारेर खानु हुँदैन। अन्य खानेकुरा चाहिँ यतिलाई चाहिँ निखारेर खाँदा दोष लागेन। घिउ खिर दही तातो होइन, अब खानेहरूको लागि मासु, नखानेको लागि त कुरै भएन होइन। अनि मह यी चाहिँ निमित्यान्न पारेर खान पाइयो, थालमा हालेको। योभन्दा अन्य चाहिँ त्यो पुरै खानु हुँदैन, निखारेर खानु हुँदैन। त्यही भएर पहिला पहिलाका चाहिँ मान्छेहरूले चाहिँ खाँदा सकेपछि थालमा अलिकति भए पनि खाना छोडेको हुन्थे। त्यो बेला अन्नको सर्टेज पनि थियो होला, उसले छोडेको, अब उसले श्रीमतीले खाने भनेर अब त्यो चाहिँ श्रीमतीको लागि माया गरेर छोडेको भने जस्तो चलन चल्यो। चाहिँ खास चाहिँ त्यो होइन, अन्तिममा छोड्नै पर्ने भन्ने यो नियम नै हो क्या, थोरै भए पनि छोड्नै पर्छ। अगस्त्यम अनि त्यो खाइसकेपछि
त्यो खाएको खाना पचोस् भनेर त्यो चिसो हातले पेटलाई मुसार्नु भन्छ है। अगस्त्यम वैनतेयम च शनिम च बडबानलम आहार परिपाकार्थम स्मरेत भीमम च पञ्चन। खाएको कुरा पचोस् भनेर अगस्त्य ऋषि, वैनतेय भनेको गरुड हैन, अनि शनि, बडबानल र लाई चाहिँ यिनीहरूलाई चाहिँ र भीमम च पञ्चम भनेको भीमसेन, यी पाँचवटालाई स्मरण गर्नु भनेर बताइदियो। अनि त्यसपछि त्यही चिसो हातले आँखामा यसरी लगाउने गर्नु, चिसो हात आँखामा पुस्नु। त्यसो गर्यो भने के हुन्छ, आँखाको ज्योति खाना खाइसकेपछि त्यो चिसो हातले, खाना खाएको चिसो हातले चाहिँ, धोएको चिसो हातले चाहिँ आँखा यसरी मुसार्छ भने त्यसको आँखाका ज्योतिहरू बढ्दछन्, आँखा कमजोर हुँदैन भनिन्छ। अनि त्यही भएर भने शर्यातिम च सुकन्याम च च्यवनम सक्रमस्विनौ भोजनान्ते स्मरे नित्यम तस्य चक्षुर नहियते। जसले शर्याती राजा, सुकन्या हैन, शर्याती राजाको छोरी सुकन्या हो, पुराणमा च्यवन ऋषिको श्रीमती हुन् सुकन्या भने सुकन्याको श्रीमान हुन् च्यवन ऋषि। च्यवन ऋषिको आँखा सुकन्याले फुटाइदिया हुन्छन् अनि उनी अन्धा भएका हुन्छन्। अनि राजाको छोरी एउटा ऋषिसँग, आँखा फुटेको ऋषिसँग विवाह गर्न पुग्छन्। अनि उनले त्यति पतिव्रता रहेर हैन, उनले त्यति एकदम पतिव्रता रहेर श्रीमानको त्यति राम्रोसँग सेवा पनि गरिन्। अनि उनको पतिव्रतालाई देखेर अश्विनी कुमार भनेको चाहिँ स्वर्गका वैद्यहरू हुन्, स्वर्गका डाक्टरहरू हुन् अश्विनी कुमार दुईटा। अनि उनीहरूले आएर उसको त्यो पतिव्रतालाई देखेर असाध्यै खुसी भए। यस्ता राजाको छोरी यस्तो असाका बुढा ऋषिलाई, आँखा फुटेका ऋषिलाई सँगसँगै बस्दा पनि आफ्नो धर्मलाई यिनले दगाइनन्। त्यस कारणले तिमीले खुसी भयौ, तिमीले गरेको अतिथि सत्कारदेखि नै हामी प्रसन्न भयौँ। के माग्छौ भनेको श्रीमानको आँखा दिनुहोस् भनेको अश्विनी कुमारहरूले आँखा दिए। त्यस कारणले उनले ती अश्विनी च्यवन ऋषि चाहिँ अब वृद्ध भइसकेका थिए, हृष्टपुष्ट र फेरि आँखा राम्रो प्रष्ट देख्न सक्ने भए। अनि त्यसपछि उनले यज्ञ गराएर अश्विनी कुमारहरूलाई मदिरा पान गर्ने एउटा अधिकार दिलाउन खोजेका थिए। इन्द्रले आएर अवरोध गरे, इन्द्रलाई नै स्तम्भित गर्दै, आँखा इन्द्रको हातै गर्दै, स्ट्याचु भन्छन् नि होइन, ठ्याक्क स्तम्भित गर्दै रोक्या भयो। अनि त्यस कारणले गर्दाखेरि यो क्षमता भएको हुनाले, आँखाको ज्योति दिन सक्ने भएको हुनाले भोजनान्त्य स्मरण नित्यम, जसले भोजन गरेपछि अन्तिममा उनीहरूलाई स्मरण गर्छ उसको चक्षुर नहियते, तस्य चक्षुर नहियते, उसको आँखाको ज्योति चाहिँ कहिले पनि जाँदैन भने यसरी गर्नु भने। यदि स्मृत्वा नेत्रे सम्प्रोक्ष, आँखामा गरेर मुख शुद्धिम कुर्यात, खाइसकेपछि मुख शुद्धि गर्नै पर्दछ। अब अहिले त छोडे, पहिला चाहिँ के थियो भने खाना खाइसकेपछि ल्वाङ, सुपारी अथवा अलैँचीहरू भए पनि, जे भए पनि, सुकमेल भए पनि दालचिनी खाना दिने चलन थियो क्या। त्यो नखाइन्जेलसम्म मुख शुद्धि हुँदैन। पान, मुख शुद्ध हुनको लागि कुल्ला गरेर दाँत माझेर मात्रै हुँदैन, त्यो खानै पर्छ। त्यसलाई चाहिँ मुख शुद्धि शास्त्रमा चाहिँ त्यो बताइदिन्छ। त्यही भएर पहिला त्यो गर्ने चलन थियो। अब अहिले चाहिँ सबै हराएर गए होइन, यो गर्नै पर्ने कुराहरू। अब यो चाहिँ खाना खाने तरिका कुरा भयो। अब आयो संक्षिप्त शयन विधि भनेको सुत्ने विधिको बारेमा। सुत्ने पनि तरिका बताएको छ, कसरी सुत्नुपर्छ भनेर। यहाँ यसमा वचन राखिदियो होइन। उपास्य कहिले कति बेला सुत्ने भनेको उपास्य पश्चिमाम सन्ध्याम भनेको, पश्चिमाम सन्ध्याम भनेको बेलुकाको सन्ध्या बन्दन गरेपछि। भूत्वाग्नि स्थान उपास्य छ, अग्निमा हवन गरिसकेपछि अथवा अग्निको उपासना गरिसकेपछि भृत्यै परिवृतो भुक्त्वा, भृत्यै भनेको आफ्ना सहयोगीहरूको साथ, आफ्ना परिवारको साथ, आफ्ना नोकर चाकरको सेवकहरूको साथमा भुक्त्वा भोजन गरेर अनि सुत्ने हो। अनि भोजन गर्दा नि नाति तृप्त्यार्थ सम्मित, अति तृप्त हुने गरी नि नखानु। मिठो त लाग्यो तर अति नाति तृप्त्यार्थ सम्मित, अति तृप्त हुने गरी चाहिँ नखानु है। खाना चाहिँ खानु यथा रुचि मुक्त रुचि अनुसार, तर अति तृप्त अटसमटस हुने गरी पनि नखानु भनेर याज्ञवल्क्य ऋषिले बताउनु भयो। त्यसपछि अनि सुत्नु। सुत्दा कता टाउको पारेर सुत्ने त भन्दा मार्कण्डेय ऋषिले भन्नुभएको रहेछ यहाँ। प्राक्शिरा शयने विद्या धनम आयुष दक्षिणे पश्चिमे प्रबला चिन्ता हानिर मृत्यु रथोत्तरे। मार्कण्डेय ऋषिले भन्नुभयो प्राक्शिरा, पूर्वतिर सिरानी राखेर सिरानी बनाएर सुत्यो भने विद्याको प्राप्ति हुन्छ। धनम आयुष दक्षिणे, दक्षिणतिर सिरानी पारेर सुत्यो भने धन बढ्दछ, आयु बढ्दछ। पश्चिमे प्रबला चिन्ता, पश्चिमतिर चाहिँ सिरानी बनाएर सुत्यो भने चिन्ता बढ्दछ, असाध्यै चिन्ताले सताउँदछ। हानिर मृत्यु रथोत्तरे, रथोत्तरे उत्तरतिर सिरानी बनाएर सुत्यो भने हानि हुन्छ, मृत्यु तुल्य कष्ट हुन्छ, मान्छेलाई रोगीहरू बनाउँदछ। त्यसैले उत्तरतिर सिरानी कहिले पनि गरेर सुत्नु हुँदैन।
चाहे अस्थायी रूपमा कहीँ अब यात्राहरूको समयहरूमा पनि होस् होइन, एक दिन त हो नि भनेर हुँदैन, उत्तरतिर सिरानी बनाएर कहिले पनि सुत्नु हुँदैन, निश्चितै गरेर। पश्चिमै प्रबला चिन्ता, पश्चिमतिर सिरानी गरेर सुत्यो भने चिन्ता बढ्दछ, त्यसरी सुन्नु हुँदैन। यसमा पूर्व र दक्षिणतिर चाहिँ सबैलाई भयो, त्यसमध्ये पनि अझै अब विद्याको आवश्यकता पनि विद्यार्थीहरूलाई हो भनेदेखि चाहिँ दक्षिण पूर्वतिर सिरानी गर्दा अझै राम्रो भयो। दक्षिण पनि गर्न मिल्यो होइन, होइन विद्या प्राप्त हुन्छ भनेको हुनाले। धनमा आयुष छ, जसलाई धन चाहिएको छ, आयु चाहिएको छ, स्वास्थ्य राम्रो होस् भनेर चाहिएको छ, त्यस्ता व्यक्तिहरूले दक्षिणतिर सिरानी गरेर सुत्नु राम्रो भन्ने कुरा यो। अर्को प्रमाण छ स्वगृहे प्राक्शिरा सेते स्वासूर्य दक्षिणाशिरा प्रत्येक शिरा प्रवाह सेतु न कदाचित उदक शिरा। आफ्नो घरमा सुत्दा चाहिँ प्राक्शिरा सेते पूर्वतिर सिरानी गरेर नै सुत्नु। स्वासूर्य दक्षिणाशिर ससुरालीमा गएर सुत्दा चाहिँ दक्षिणतिर शिर गरेर सुत्नु हैन। अब प्रत्येक शिरा प्रवाह सेतु विदेश जाँदा चाहिँ प्रवासमा जाँदा चाहिँ पश्चिमतिर सिरानी गरेर सुत्नु, तर न कदाचित उदक शिरा उत्तरतिर चाहिँ कहिले पनि सिरानी गरेन। स्वगृह प्राक्शिरा सेते त ठिक छ, आफ्नो घरमा त सुन्दैन। सासुरे दक्षिणातिर ससुरालीमा गएर चाहिँ अनि पलङ भन्न थाल्यो भनेदेखि त भोलिदेखि त नारायण भनिदिइहाल्छ। त्यस कारणले गर्दाखेरि हुन चाहिँ दक्षिणतिर सिरानी गरेर सुन्नु राम्रो भने त्यो अब अहिलेको समयमा त सम्भव नहोला, पहिला पहिला त हुन्थ्यो होला होइन, ओछ्यान जता लगाइदिने हुन्थ्यो, खाटसारको पनि चलन थिएन त्यति। अनि प्रत्येक शिरा प्रवास हेतु, प्रवास भनेको वैदेशिक क्षेत्रमा जाँदा, किनभने माथि के भन्यो पश्चिमै प्रबला चिन्ता, यहाँ चाहिँ प्रत्येक शिरा प्रवास हेतु पश्चिम प्रवासमा जाँदा चाहिँ पश्चिमतिर सिरानी गरेर सुन्नु। किनभने चिन्ता भने जुन कार्यले जेको लागि विदेश त केही उद्देश्य लिएर जाने हो नि, उद्देश्य नलिकन त जाने होइन। त्यहाँ गएको जेको लागि भनेर गएको त्यहीँ भुलेर चाहिँ त्यहाँको भुल भुलैयामा चाहिँ ऊ हरायो भने उसको त व्यावहारिक जीवन त तहस नहसै भयो नि त। त्यस कारणले गर्दाखेरि पश्चिम भनेको ऊ के उद्देश्यले आएको हो भन्ने कुरा चाहिँ उसले त्यो नबिर्सोस्, त्यसको चिन्तन चाहिँ रहिरहोस् भनेर विदेश जाँदा चाहिँ पश्चिमतिर सिरानी गरेर सुत्नु भनेको शास्त्रले हुनुपर्छ। यो सुत्ने कुरा भयो। सुत्दाखेरि शयन आवश्यक कर्माणी, सुत्दाखेरि के गर्नु, सुत्ने पनि कर्मकाण्डको लागि है। रात्रि सुक्तम जपन स्मृत्वा, रात्रि सुक्त जपेर अनि स्मृत्वा देवांश सुखसाई देवताहरूलाई स्मरण गरेर नमस्कृत्याव्ययम विष्णु अव्यय अविनाशी विष्णुलाई नमस्कार गरेर समाधित्वम सबै निसी भनेको रातिको समयमा समाधित्वम आनन्दसँग समाधिमा सपेत भनेको सुतोस्। त्यसको विधि यहाँ आयो, शयन विधि। हस्तो पादो प्रकारले सुत्ने बेलामा हात गोडा धोएर शिरस्थाने भनेको टाउकोतिरको भागमा होइन, पूर्ण कुम्भ भनेको एउटा भाँडोमा, कुम्भ भनेको चाहिँ खास घडा हो कलशमा, जलम पूर्ण कुम्भम संस्थाप्य भनेको पानी भरिएको भाँडो राख्नु। खराहरू पहिला पहिला त गर्ने चलन थियो नि, सबैले राख्थे होइन गाउँघरतिर हुँदा। संस्थाप्य रात्रि स्मरण सुक्तम पठिदियो, यो रात्रि स्मरण सुक्त पढ्नु। सुत्न त लागि सबै आफूले छोड्यो, अब कसले रक्षा गर्ने त आफूले लाग्यो भन्दा जले रक्षतो बाराह, जलमा चाहिँ भगवान बराहले रक्षा गर्नु। स्थले रक्षतो वामन, जमिनमा चाहिँ वामन भगवानले रक्षा गर्नु। अटव्याम नारसिंह छ, जङ्गलमा नरसिंह भगवानले रक्षा गर्नु। र सर्वत पातु केशव, सबैतिर चाहिँ भगवान केशवले रक्षा गर्नु मलाई भन्यो। जले रक्षतो नन्दी छ अर्को शिवजीले, पानीमा चाहिँ नन्दी छ होइन, नन्दीले रक्षा गरून्। थले रक्षतो भैरव, थलमा चाहिँ जमिनमा चाहिँ भैरवले रक्षा गरून्। अटव्याम वीरभद्र छ, जङ्गलमा वीरभद्रले। र सर्वत पातु शङ्कर, सबैतिर चाहिँ भगवान शङ्करले चाहिँ रक्षा गर्नुहोस् भनेर चाहिँ यसरी भनिन्छ। अनि त्यसै अर्जुन फाल्गुन जिष्णु किरीटी श्वेतवाहन विभत्सुर विजय कृष्ण सभ्य साची धनञ्जय, यिनीहरूले पनि रक्षा गरून् अर्जुनले। तेस्रो भार्या कफल्लस्य दाहिनी मोहिनी सती तासा स्मरण मात्रेन चोरो गच्छति निष्फला। त्यो कफल्लको चाहिँ तीनवटा श्रीमती छन् रे, एउटा दाहिनी, अर्को मोहिनी र अर्को सती। जसले कफल्लकलाई स्मरण गर्छ, चोर चाहिँ चोर्छु भनेर आयो भने पनि त्यो चाहिँ निष्फल भएर जान्छ भनिन्छ। त्यसैले यो पढेर सुत्यो भने चोरी हुँदैन भन्ने मान्यताहरू छन् होइन। त्यो त अब त्यो भन्दैमा चाहिँ अब सबै खुल्ला छोडेर सुत्ने बेला त भएन, जस यो शास्त्रले बताएको चाहिँ कुरा यो हो। अब नित्य निरन्तर रूपमा पाठ गर्यो भनेदेखि चाहिँ त्यस्ता व्यक्तिहरू त्यस्तो चाहिँ हुनसक्छ। कतिपय अवस्थामा हामी देख्छौँ चोर फलानु आयो, तर चोर आएर यस्तो लिएर गयो, मान्छेले भन्छ नि चोर चाहिँ आउला। अस्ति हाम्रो यो कार्यालयको मुनि सुन पसल फुटायो एउटा चोर रातिको समय, सबै फुटाएछ के अरे सटर त्यत्रो फुटाएर गएको चोरले
बाहिर खुल्ला राखेको चाहिँ सुनहरूको अलिअलि सामानहरू बोकेछ, सँगसँगै मोबाइल पसल थियो एउटै पार्टिसन गरेर गरेको त्यो बोकेर हिँडेछ। चाँदीका खड्कुलाहरू होइन, अनि त्यो नेक्लेसहरू के अरे सुनका त्यस्ता कुरा चाहिँ छोडिदिएर गयो। त्यस्तो हुन सक्छ भन्ने कुरा होला। अब उसले त यो पढेर पक्कै सुत्या थिएन सुन्न चाहिँ, तैपनि यसले भनेको चाहिँ त्यही हो, चोर आएको चाहिँ निष्फल हुन्छ। चोर आएको निष्फल हुनु भनेको हाम्रो चोरी नहुनु, यसरी गर्नु भन्यो। अनि सुखसाई देवताहरूलाई स्मरण गर्नु भन्यो। सुखसाई देवताहरू को भन्दा त अगस्तिर माधवशैव मुचुकुन्दो महाबल कपिलो मुनिरास्तिका पञ्चायते सुखसाई न। सुखसाई देवताहरू भनेको यिनीहरू हुन् अगस्त्य ऋषि, माधव भगवान, मुचुकुन्द, अनि त्यसपछि कपिल मुनि र आस्तिक मुनि। यी चाहिँ सुखसाई देवताहरू, यिनीहरूलाई स्मरण गर्नु। अनि त्यसपछि रात्रि स्मरण सुक्तम यो सुक्तहरू पढेर अनि समाधिस्थम सबै आनन्दसँग अनि सुत्नु भन्यो। अब यो मन्त्रहरू चाहिँ पछि पढ्छ, पछि आउँछ आरती गर्ने बेला, जुनसुकै देवताको गर्ने बेला आरती गर्ने बेला पढ्ने वैदिक मन्त्र चाहिँ यही नै हो। मन्त्र कसरी पढ्ने भनेर सिक्न बाँकी नै छ, उतातिर गएर आउँछ, पछाडि पढ्छ।